फाइनली नेपाल जाने दिन आयो गाइस। भोइस ओभर गर्दै गर्दा चाहिँ म नेपालमा आइपुगेको छु है। भ्लगहरु चाहिँ अप टु डेट छैन किनभने म एकदम बिजी भएको छु। नेपालमा पनि एकदम धेरै कोल्याब रिक्वेस्टहरु आइरहेको छ। मैले चाहिँ सकेसम्म गर्न ट्राई गरिरहेको छु है। मेसेजहरु रिप्लाई नआएकोमा नरिसाइदिनु है। म चाहिँ एकदम ओभर स्टिमुलेट भइरहेको छ के आजकल। त यो फ्लाइटमा चाहिँ म गोरे दाइ बेबी अनि मेरो भाइ जान आँटेको। बेबी चाहिँ रुन्छ होला क्र्याङ्की हुन्छ होला भनेर मलाई एकदम डर लागिरहेको थियो। एयरलाइन्सले भ्याक्सिनेट पनि प्रोभाइड गरिदियो। साथीहरु बेबी त यस्तो ज्ञानी यति सुतेको है। उ त पुरै खुसी के म त अचम्मै भएको। पहिले पहिले नि ट्राभल गरिराखेको र बानी लागेर हो कि के हो एकदम ज्ञानी भएको के। अन्त एकदम भोक लागिरहेको थियो हैन। खाइदे सबै फुडहरु। हाम्रो चाहिँ थाइल्यान्डमा ले ओभर थियो कि अनि यहाँबाट चाहिँ बहिनीलाई भेटेर जाने प्लान थियो। थाइल्यान्डको एयरपोर्टमा चाहिँ यति धेरै एक्सप्लोर गर्ने ठाउँहरु छ कि बोरै हुँदैन कहिले पनि। त्यसपछि मेरो बहिनी आयो है। उ चाहिँ अस्ट्रेलियाबाट आएको। हामी चाहिँ 3 वर्ष पछि भेटेको के। यस्तो खुसी लागेको हैन। मलाई चाहिँ थाई फुडहरु चाहिँ एकदम मन पर्छ के। अनि हामी चाहिँ गामगुम खाइहालेको। एयरपोर्ट फुड भएर पनि यति धेरै मिठो थियो के। कस्तो त्यति धेरै महँगो पनि थिएन कम्प्यारिजन टु जापान है। म जहिले थाई एयरलाइन्सबाट फ्लाइ गर्छु के प्राय। अनि यहाँ जहिले लेओभर हुन्छ। तर कहिले पनि एयरपोर्टमा खानेहरु हिम्मतै आएन के। क्या महँगो लाग्थ्यो। यसपालि चाहिँ गोरे दाइले पुरा खुवाइदियो मलाई त। यति धेरै खाइदिएछ कि साथी हो है। त्यसपछि त मलाई यति धेरै थकाएर निन्द्रा लागेर आमामा। हाम्रो चाहिँ 4 घण्टाको ट्रान्जिट थियो नि त। अनि हामी चाहिँ एक्सप्लोर गर्यौं सबै ठाउँमा घुम्यौं के। अनि जेरो सपिङ ओन्ली विन्डो सपिङ। पछि नेपालको लागि फ्लाइ गर्यो हैन। यति थाकिरहेको थियो म त होल फ्लाइट चाहिँ सुतेर बसेको कि। नेपालमा ल्यान्डिङ भएपछि मात्र उठेको होला कि। बहिनीले बेबीहरु पनि समात्यो है। आमामा यस्तो मजाले सुत्यो। पुरा थाकेर होला है। मेरो चाहिँ आँखा ड्राई र कस्तो दुखिरहेको थियो क्या। अन्त म चाहिँ यति धेरै खुसी थियो मेरो बेबीलाई भेट्ने मेरो ठुलो छोरीलाई भेट्नको लागि है। अन्त जाँदै गरेको अनि मेरो फ्यामिलीहरु मेरो ठुलो छोरीले चाहिँ मलाई कुरेर बसेको रहेछ। हेर्नु न मेरो बेबी। यो चाहिँ भिडियो हाल्न ढिलो गरेको चाहिँ मैले चाहिँ सकेसम्म मेरो बच्चासँग टाइम स्पेन्ड गरिरहेछु के।